के तपाईँको डाटा प्याक सकिएपछि ब्यालेन्स काट्ने गरेको छ? यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्। अब तपाईँले डेटा प्याक सकिएपछि ब्यालेन्स नकाट्ने बनाउन सक्नुहुनेछ। त्यसको लागि तपाईँ आफ्नो मोबाइलको किप्याडमा जानुहोला। किप्याडमा गइसकेपछि तपाईँले यहाँ यदि तपाईँले नेपाल टेलिकमको सिम चलाउनुहुन्छ भने चाहिँ स्टार 444 # डायल गर्नुहोस्। डायल गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुनेछ इनेबल डिसेबल PAYG। तपाईँ यहाँ 4 लेखेर सेन्ड गरिदिनुहोस्। त्यसपछि तपाईँले यहाँ 1 लेखेर सेन्ड गरिदिनुहोस्। त्यसपछि तपाईँको अब कहिल्यै पनि डेटा प्याक सकिएपछि ब्यालेन्सबाट डेटा चल्ने छैन, ब्यालेन्स काटिने छैन। त्यस्तै तपाईँले एयरसेलको सिम प्रयोग गर्नुहुन्छ भने चाहिँ स्टार 9005 # डायल गर्नुहोस्। त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुनेछ 5 नम्बरमा रहेको छ इनेबल डिसेबल सर्भिस। तपाईँ भने यहाँ 5 लेखेर सेन्ड गरिदिनुहोस्। त्यसपछि तपाईँले यहाँ 2 नम्बरमा रहेको छ डिएक्टिभेट PAYG। तपाईँले यहाँ 2 लेखेर सेन्ड गरिदिनुहोस्। त्यसपछि तपाईँले अब कहिल्यै पनि तपाईँको डेटा प्याक सकिएपछि ब्यालेन्स काट्ने छैन एयरसेल नमस्ते दुबईमा। यसरी तपाईँले आफ्नो डेटा प्याक सकिएपछि ब्यालेन्स नकाट्ने बनाउन सक्नुहुनेछ। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। नमस्कार।